हामीसँग मनके खाने धान छैन आज, होइन? खालको संविधान छ तर खाने धान छैन, होइन? हो कि न भन्नु न? त्यो संविधानको धारै धारा छ, फेरि पानीको धारा छैन, होइन? अनि यस्तो कानुन उस्तो कानुन छ, खाने नुन छैन फेरि। अनि यो खालको देशमा बसिरहेर हुन्छ हामीले। त्यसले गर्दा अब त्यो तरिकाले हुँदैन। अब हामी पक्का कामै गर्ने, फिल्डमा कामै गर्ने। हेर्नुहोस्, तपाईँहरूले मलाई चिन्नु भएकै छ, होइन? मैले फिल्डमै काम गरेर देखाएको छु, है? अफिसमा बसेर यसो हल्लेर बस्या होइन, यसो गर उसो गर भने होइन। त्यसले गर्दाखेरि त्यो खालको शक्ति निर्माण गरौँ, यो देशलाई उठाउनुपर्छ, है? म त त्यो भन्छु, यो देशलाई नउठाइकन हुँदैन। हामी आफै, होइन, तपाईँको व्यक्तिगत स्वार्थमा भुलेर हुँदैन। अब त्यो राष्ट्रिय स्वार्थलाई अचिभ गर्नका लागि यहाँ युथ पनि हुनुहुन्छ, जेएनजी पनि एकछिन भेला आउनुभयो, होइन? अब जेएनजीले पनि गैँती बेल्चा बोक्नै पर्छ, होइन? एउटा 87 वर्ष पुगेको वृद्धले, होइन, काम गर्छु भनेर गैँती लिएर आउँदाखेरि कति धेरै मन रुन्छ क्या मेरो, होइन? तर हाम्रो मसिना भाइ भतिजाहरूलाई वास्तै छैन, है? हुन त उमेर पनि अल्लरै होला, भनेको कसैले भनेको गर्छ त, भनेन पनि होला। अब चाहिँ हामी भन्दैछौँ, अब युवकहरू आउनुपर्छ। त्यो 70 वर्ष, अब जस्तै हाम्रो दाजुलाई मैले श्रमदानमा लगेर के हुन्छ उहाँलाई, होइन? उहाँ 75 कटिसक्नुभयो होला, होइन? आउनु त हुन्छ इच्छाले, तर तपाईँको छैन, सक्नुहुन्न काम गर्न। अब काम गर्न सक्ने पुस्ताले सघाउनु पर्यो मलाई, होइन र? सघाउनु पर्यो मलाई। ठुल्ठुलो पार्कहरू बनाइदिउँ न। मान्छेले के कुरा गरेर देखाइसक्यो, हामी चाहिँ तपाईँको छैन खालि फेसबुकमा भुल्या छौँ, केमा भुल्या छौँ। त्यसले गर्दाखेरि अब हुँदैन, यो भन्न चाहन्छु। म जस्तो मान्छे ठाउँमा पुग्यो भने म त्यो सबै कुरो ठिक बनाउँछु। तपाईँहरूले देख्नु भएको छ, होइन? देख्नु भएको होला, होइन र? है, एउटा बगरमा तपाईँको छैन, बगरलाई मैले के अरे एउटा सुनको भनौँ न गार्डन जस्तो बनाए, श्रम संस्कृति पार्क। हेर्नु भएको छ, त्यहाँ जानु भएको छ। लाखौं रुपियाँ इन्कम हुन्छ धरानको लागि, तपाईँहरूको लागि। बगर थियो हिजो, त्यहाँ भन्नुभयो एकजना सरले गुहे खोल्छ भन्थ्यो, त्यस्तै गुहे खोल्छ थियो। त्यो गुहे मुतिराखेको, हगिराखेको हुन्थ्यो, मातेर मान्छे लडिराखेको, छोक्रा फालिराखेको, मैला चप्पल लुगा फाटा सबै बोक्ने थियो त्यस्तोमा, होइन? अहिले हामीले कस्तो सुन्दर पार्क बनायौँ। अहिले अस्ति भर्खरै गोर्खा चौतारी पनि उद्घाटन हाम्रो भयो। यस्तो भिजन हुनुपर्छ क्या मान्छेसँग, एउटा सपना हुनुपर्छ। सपना पनि छैन, सपनालाई प्राप्त गर्ने भुत्ती पनि छैन, स्रोत पनि छैन, सूत्र पनि थाहा छैन। अनि कसरी त्यस्ता मान्छेहरूले चाहिँ राजनीति गर्न सक्छ?